तीन पहाडला मुलसम्मको आज हामी यस ठुलो सन्दर्भमा आइरहेका छौँ। हामी चाहिँ पत्रकारको निताहरू भन्दै हामी आइरहेका छौँ। बारेकोट गाउँपालिका पहाड मुलसम्म नम्बर 3 मा आज एउटा यस्तो प्रतिभा छ, जुन भावुकै बनाउने खालको, सोच्दै नसक्ने खालको प्रतिभा छ। एउटा 18 वर्षको बालकले आफ्नो व्यवसाय आफै गरेको छ भन्दै म चाहिँ एउटा उहाँसँग इन्टरभ्यू जोड्न गएँ। हवस्, धन्यवाद। ल हवस् न, धन्यवाद। हजुरको नाम, शुभ नाम? हिमाल ढकाए। तपाईँले यो व्यवसाय गर्नुहुन्छ होइन? निकै नै गर्नुहुन्छ। ए हो, तपाईँले गर्न लागेको जति भयो होला? ए हो, हजुरले अनि चाहिँ सिकाउनु भयो कि बाबुले सिकाउनु भयो कि हेरेर सिक्नु भएको? ए हजुर हजुर, तपाईँको चाहिँ एकदम ठिक छ है। तपाईँको इच्छा चाहना यस्तो छ। पढ्नुहुन्छ कि नै? कतिमा पढ्नुहुन्छ? ए एसी। हजुर ल, प्रायः हाम्रै चाहिँ सिप पनि सिक्नुपर्छ, सबै ज्ञान गर्नुपर्छ भन्ने हामीमा क्षमता छ होइन? ल अरू तपाईँले यो चाहिँ जङ्गलमा जाँदा के कसरी काट्नुपर्छ, कसरी काट्नुपर्छ भन्ने कुराहरू तपाईँले आफैले गर्नुहुन्छ, कसरी सिकाउनु भएको? आफै गर्नुहुन्छ? आफै गर्नुहुन्छ। ल, एक दिनमा कहिले यति बन्नुहुन्छ? यसको चाहिँ बुनेको फाइदा हुन्छ, बेफाइदा हुन्छ? फाइदा। एक दिनमा 5 सय बुन्नुहुन्छ। ल कति राम्रो लागेको जिन्दगी। एक दिनमा एउटा बुनेपछि कति भएको? हजुर 250 भनेपछि लगभग तपाईँको 250 मानौँ न। ल 250 भएपछि त लगभग तपाईँको 600 भएको 12 लगभग 600 भनेपछि 300। लगभग एक दिन 1500 रुपियाँको आएन भने ल भाइ रुपियाँ कि चाँदाको कुइनो रुपियाँ लौरो टेक्दै गएपछि त्यो चाहिँ पुग्छ हुँदैन। कहिले कहिले तपाईँ हात ताती त होला नि? हजुर ल ठिक छ। तपाईँ एकदम व्यवसाय राम्रो रहेछ त। अनि तपाईँ चाहिँ पढ्नलाई स्कुल गएर टाइम बुन्नुहुन्छ कि शनिबारको दिन बुन्नुहुन्छ कि कुनै बेला स्कुल नगएर पनि बुन्नुहुन्छ? कस्तो? शनिबारको दिन सधैँ बिहान। उहिले त स्कुल जानुहुन्छ नि, ट्युसन पनि पढ्नुहुन्छ? ए ल ठिक छ। तपाईँको चाहिँ एकदम मान्छे इन्डिया जान्छन्, विदेश जान्छन्, कता कता जान्छन्, तपाईँको चाहिँ यही घरैतिर पुगिन्छ कतै नजास् भनेर त होला नि? हजुर ल ठिक छ। तपाईँको चाहिँ परिवार पाल्ने केही समस्या, आफ्नो कापी कलम खर्च, ड्रेस खर्च तपाईँ यहीँबाटै हुन्छ होला? ल ठिक छ। यस बारेकोट गाउँपालिका नम्बर 3 पहाड मुलसम्मको आज एउटा प्रतिभा देख्यो। ल उहाँलाई हामी अघि लाइनमै जोड्नेछु र यो चाहिँ शिवलग हुनुहोस् भन्दै म चाहिँ म पनि चाहिँ यो चाहिँ अनलाइनको साथीहरूलाई चाहिँ देखाउन चाहे। मलाई चाहिँ सम्पूर्ण यहाँका समाजले पनि उहाँहरूलाई चाहिँ सहयोग गरोस्, साथ गरोस् भन्दै बिदा हुन्छु। हवस् त, नमस्कार है त।